सागर जस्तो गहिरो होइन, मलाई हिमाल जस्तो अग्लो बन्नु छ, मलाई कुनै फलाना जस्तो त्यो जस्तो ऊ जस्तो मलाई कुनै केही बन्नु मन छैन। मलाई मात्र म बनेको मनपर्छ। मसँग अटुट छ त मलाई मसँगै प्रतिस्पर्धा गर्ने ठुलो रहर बोकेको छ। धेरै ठुलो सफलता कमाउने रहर छैन। बस मेहनत र इमान्दारीको कुनै कदर नभएको यो परदेशी भूमिमा नि यदि यो ऋण गरेर 12,000 भौचर तिरेर बनाएको पासपोर्ट बिकेछ भने आमाको झुत्रे लुगा, बाउको पुरानो टोपी अनि घरको छानो फेर्ने सपना देखेको छ। हारेको होइन, थाकेको होइन, तर खै किन आफूलाई एक्लो महसुस गर्छु। एक्लोपन पनि एउटा नसा जस्तै हुँदो रहेछ। आजभोलि म त्यही नसामा आफूलाई डुबाउँदैछु। रेखा, खै कहाँनिर मिलेन यो जिन्दगीको तालमा। चाहनाले एउटा बाटो देखाउँछ अनि बाध्यताले अर्को। म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग रे। म छु नि तिम्रो लागि भन्नेहरूको पछि कहिले नलाग, किनकि तिनै व्यक्ति हुन् भोलि समय आएपछि तिमी को हौ भनेर प्रश्न गर। मान्छेहरू तपाईँको साथ तबसम्म दिन्छन् जबसम्म तपाईँसँग पैसा छ, तपाईँ सुखी अनि खुसी हुनुहुन्छ। दुःख गरेपछि आफन्तले पनि चिन्दैन। म यस्तै छु, अर्कैसँग मिल्न नसक्ने अनि मिल्नेहरूलाई भुल्न नसक्ने। यो यात्रामा छौँ हामी। थाहा छैन यो यात्राको गन्तव्यले कसलाई कहाँ पुर्याउँछ, तर मरिलानु कहिल्यै छ। आज यो बसलाई आफ्नै घर सम्झेर आफ्नो हैसियत अनुसारको सबैले पैसा तिरेको छौँ, यात्रामा छौँ। तर भोलि गएर हाम्रो आफ्नो गन्तव्य आफ्नो तरिकाले कट्नेछ। तर म चाहन्छु यो 2 दिनको जिन्दगी तपाईँ हामी आज यात्रामा भेटेको छ, सम्बन्धमा भेट्नु पर्छ र जे जस्तो कामना गरेर आउनु भएको छ त्यो सबै पुरा होस्। तपाईँहरूले सोचेको सबै पुरा होस्। वैदेशिक यात्रामा हुनुहुन्छ, कतिपय आफ्नै गन्तव्यमा जाँदै हुनुहुन्छ। सबैको यात्रा सफल रहोस् भन्दै म शब्दवाचक निशब्द यहीँबाट ओझेल परेँ। थ्याङ्क यू सो मच। ताली पैसा लगा हमारा मजा।